भेट्यो नि फर्सी त दामी भेट्यो क्या दामी दामी हेर्नु यस्तो रहेछ कि यहाँ क्लियर ए भाइ के गरेको यस्तो दाइ यो फर्सीमा दाइ कमिला लागेछ कमिला पुस्तेको दाइ पुस्तेको तर यो यहाँ हेर्नु न यस्तो फर्सीमा कमिला लागेछ कि आज चाहिँ म छिमेकीको बारीमा छु र अहिले चाहिँ म फर्सी चोर्न लागेको छु नि फर्सी फाइनल साथीहरू अहिले चाहिँ म बारीमा आइपुगेको छु यहाँ त छिमेकीको बारी हो क्या यो सबै छिमेकीको बारी हो अनि यहाँ चाहिँ करेला हेर्नु न करेला यस्तो धेरै छ तर बोट मात्रै रहेछ यहाँ चाहिँ फेरि अनि त्यता के धेरै रोप्नु भएको छ होइन हाम्रो दाइहरूले यो चाहिँ छिमेकीको बारी हो अब हाम्रो चाहिँ खेती नै छैन क्या यहाँनिर त्यही भएर म चाहिँ आज फर्सी चोर्न आएको यहाँ चाहिँ के फलेको रहेछ यो यस्तो छ र यतापट्टि अलिकति अगाडि जाउँ है त के छ यहाँ एकदमै धेरै छ यहाँ फर्सीदेखि लगेर लौकाहरू होइन चिप्ले भेन्डी छ होइन दाइले एकदमै धेरै मिहिनेत गर्नुभएको छ अब आज यहाँ इस्कुसको मुन्टा पनि छ क्या यहाँ इस्कुसको मुन्टा पनि छ है यहाँनिर अनि सरर यहाँभित्र जाँदाखेरि दाइहरूले चाहिँ यहाँभित्र यस्तो राम्रो पनि बनाउनु भएको छ टनेल हाउस है टनेलभित्र चाहिँ टक्क लगाएर त्यो खन्ने सामानदेखि लगेर के पानी लाउने सबै एकदम सुरक्षित राम्रो गर्नुभएको रहेछ अनि म चाहिँ अहिले फर्सी बारीको नजिक आएको छु लौका बारीभित्र छु अब ठ्याक्कै आज चाहिँ मेरो फेरि खाना पकाउने पालो पनि छ के पकाउने भन्दाखेरि फर्सी पकाउनु न फर्सी ए फर्सी बारीमा आइपुगेको छु यता चाहिँ लौका बारी छ लौका होइन यो के भन्छ यसलाई यो चिप्ले भेन्डी बारी छ यहाँ चिप्ले भेन्डी यस्तो धेरै फलाउनु भएको छ सिसा लाने गाडी नै आएछ अनि टक्क यति धेरै फलेको छ दाइहरूले यहाँदेखि सबै सब्जीहरू प्रायः यो चाहिँ आफै रोपेर खानुहुन्छ होइन अनि हामी चाहिँ अब अलिक अल्छे भन्दा पनि हाम्रो पनि छ उतापट्टि तर हाम्रो चाहिँ त्यस्तो रोपे पनि फलेको छैन अहिले चाहिँ म ट्याक्क यहाँ फर्सी बारीमा आइपुगेको छु यहाँ हेर्नु न फर्सी यस्तो धेरै छ बोट होइन टक्क यहाँ छ कि छैन तर हो यहाँ त एउटा सानो फलेको रहेछ फलिलो छ तर एकदमै सानो रहेछ यहाँ फर्सी अब यहाँनिर भित्र है कहाँ छ तर यहाँनिर अस्ति दाइले भन्नुभयो चोर होइन अर्को महाचोर छ अरे यहाँनिर यति धेरै चोर छ अरे फर्सी यो फर्सी त होइन कलिलो फर्सी त देख्नै नहुने यहाँ सबै चोरेर र आज पनि म यहाँ चोर्न चाहिँ आएको टिप्न आएको कि दाइमा टिप्न आएको फर्सी बारीभित्र हेर्नु ल फर्सी छ कि छैन तर यहाँ सानोदेखि यो टिप्यो भने त पापै लाग्छ टिप्न चाहिँ हेर्नु चाहिँ अनि टक्क लगाएर बाहिर फेरि यति गर्मी छ नि आमामामा अहिले 34-35 डिग्री छ बाहिर फेरि फर्सी कहाँ खोज्ने त यहाँ दाइ छैन के रे यहाँ फर्सी बोट मात्रै रहेछ के हो यहाँ त ल बोट मात्रै जस्तो छ त यति धेरै फर्सीको बिरुवाहरू फर्सी छ होइन भित्रभित्रमा क्यामेराले देखाउँछ ल सर्च गर्नुपर्छ कि यहाँ भित्रबाट टक्क जुमिङ गरेर हेर्नुपर्छ कहीँ छ त साथीहरू फर्सी नै देखिन्न त यार ल यहाँ पनि छैन ल बोट चाहिँ यस्तो राम्रो आएको छ अनि ल यार पसिनै पसिना भइसक्यो त म त आज चाहिँ है आम्मामा दाइले नभनिकन आएको छु म चाहिँ यहाँभित्र कतै छ त यहाँभित्र फर्सीहरू बट्टा डुर जस्तो देखिरहेको छ यहाँ ऊ त्यो डोरतिर त छैन कहीँ छैन त फर्सी नै छैन त यहाँ फर्सीको बोट चाहिँ यस्तो धेरै छ होइन फर्सीले चिरेर फेरि मार्नु आयो यति धेरै छ फर्सीको बोट चाहिँ लास्टमा त एउटा फलेको छैन कि हो यहाँ भित्रभित्र छ कि कतै यहाँ नालाभित्र छ जस्तो हो त्यहाँ पनि छैन कहाँ छ त फर्सी यार 10 मिनट जस्तो भइसक्यो मैले फर्सी खोजेको तर यहाँ भेटेको छैन अहिले दाइ आइपुग्नु भने फेरि मलाई हान्नुहुन्छ है अब लास्ट त्यहाँ परबाट होइन हेर्दै आइसक्यो यता लास्टतिर छ कि कतै यता पायो भने चाहिँ एउटा टक्क बोकेर हिँडिहाल्ने भनेको फेरि पाउँदैन क्या फेरि यतिखेरको फर्सी यति मिठो हुन्छ नि यति मिठो हुन्छ मासुभन्दा मिठो हुन्छ कि मासुभन्दा मिठो हुन्छ यहाँ हेर्नु न म यस्तो देखाउँछु यहाँभित्र नि छ कि भने टक्क भेट्यो भने चाहिँ चट्टा लगाएर हिँड्नु भनेको त यहाँ फेरि दाइ फेरि आइरहनुहुन्छ कि यतातिर
टक्क लगाएर पानी छैन फर्सीको यस्तो छ नि मसिनो मसिनो छ वाउ वाउ यहाँ रहेछ त फर्सी त यहाँ हामीले यस्तो रहेछ कि यहाँ क्लियर 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 दामी क्लियरमा रहेछ नि कति मिठो छ है ए भाइ के गरेको यस्तो दिदी फर्सीमा दाइ कमिला लागेछ कमिला पुस्तेको दाइ पुस्तेको यस्तो फर्सीमा कमिला लागेछ कि ल दाइ यो फर्सीमा कमिला लागेछ हेर्नु न पुस्तेको दाइ यो चुडियो नि के गर्ने दाइ लानु लगेर खाँदा हुन्छ आमामामा दाइ म त होइन दाइ नरिसाउनु दाइ यो चाहिँ मैले तपाईँको के गरेको होइन फर्सीमा कमिला लागेछ हेरिदिएको क्या दाइ होइन केही हुन्न हो खानाकै लागि लगाएको हो ल दाइ ल धन्यवाद दाइ ल ल ठिक छ लगेर खाइदिन भने त्यही खुसीको कुरा ल दाइ ल अब मैले भाजिहालेँ क्या दाइ ल ल कमिला रहेछ यस्तो गरिदिएको भाजिहालेँ क्या दाइ ल दाइ ल टिप्नु आएको दाइले भेटिहाल्नु भयो तर पनि दाइले खानु भन्नुभयो कि यति धेरै मनकाउने दाइ हुनुहुन्छ र योदेखिको सबै बारी छ नि यो सबै बारी हाम्रो दाइले लगाउनु भएको है यस्तो राम्रो राम्रो फर्सीहरू फल्छ है अर्ग्यानिक फर्सीहरू जति खाए पनि छैन दाइ ल धन्यवाद दाइ आज लगेर चाहिँ दामी बनाएर खानुहोस् ल